सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरुमा नमस्ते। आज चाहिँ म कक्षा 8 को गणित विषयको पाठ 1 अन्तर्गत रहेको समूह पाठमा अति नै महत्त्वपूर्ण सूत्र र परिभाषाहरू लिएर यहाँ आइसकेको छु। अब यहाँ चाहिँ हामीले पाठ सुरु गर्नुभन्दा अगाडि यी कुराहरू अनिवार्य रूपमा जान्नै पर्ने हुन्छ। ल ध्यान दिनुस् है। सर्वव्यापक समूह। सर्वव्यापक समूह भनेको के हो भनेर हामीले कक्षा 7 मा पनि अध्ययन गरिसकेका छौँ। सर्वव्यापक समूह भनेको कुनै एक निश्चित समूहमा छलफलभित्र आउने सबै प्रकारका समूह समावेश भएका छन् भने त्यो निश्चित समूहलाई सर्वव्यापक समूह युनिभर्सल सेट भनिन्छ। त्यस्तै अर्को रहेको छ उपसमूह। समूह A का सबै सदस्यहरू समूह B मा पनि पर्दछन् भने समूह A लाई समूह B को उपसमूह सबसेट भनिन्छ। यसलाई संकेतमा A सबसेट B वा B सबसेट A लेखिन्छ। त्यस्तै अर्को रहेको छ खप्टिएका समूह। हेर्नुस् है, हामीले कक्षा 8 मा अध्ययन गर्दाखेरि खप्टिएका समूह झनै महत्त्वपूर्ण छ। खप्टिएका समूह कुनै 2 वा 2 भन्दा बढी समूहमा कम्तीमा एउटा साझा सदस्य र कम्तीमा एउटा फरक सदस्य छ भने त्यस्ता समूहलाई खप्टिएका समूह ओभरल्यापिङ सेट भनिन्छ। कम्तीमा एउटा साझा सदस्य र कम्तीमा एउटा फरक सदस्य भयो भने त्यस्तो समूहलाई खप्टिएका समूह भन्छौँ हामीले। अब अर्को रहेको छ अलगिएका समूह। कुनै 2 वा 2 भन्दा बढी समूहमा साझा सदस्य छैनन् भने त्यस्ता समूहलाई अलगिएका समूह भनिन्छ। त्यसलाई डिसजोइन्ट सेट भनिन्छ है। कुनै 2 वा 2 भन्दा बढी समूहमा साझा सदस्य नै छैनन् भने त्यस्तो समूहलाई अलगिएको समूह भनिन्छ, डिसजोइन्ट सेट भनिन्छ। अर्को उपयुक्त उपसमूह। उपयुक्त उपसमूहको परिभाषा ध्यान दिएर सुन्नुहोस् यहाँ। यदि समूह 1 मा भएका केही सदस्यहरू मात्र लिएर समूह B बनाइन्छ भने उपसमूह B लाई समूह A को उपयुक्त उपसमूह भनिन्छ। समूह A मा भएका केही मात्र सदस्यहरू लिएर अर्को समूह B बनाइन्छ भने त्यसलाई उपयुक्त उपसमूह भनिन्छ। अर्को रहेको छ अनुपयुक्त उपसमूह। यदि समूह A मा भएका सबै सदस्यहरू लिएर उपसमूह B बनाइन्छ भने उपसमूह B लाई A को अनुपयुक्त उपसमूह भनिन्छ। समूह A मा भएका सबै सदस्यहरू लिएर उपसमूह B बनाइन्छ भने त्यो B लाई A को अनुपयुक्त उपसमूह भनिन्छ। अब त्यस्तै हामीले यहाँ यो सूत्र रहेको छ। उपसमूहको संख्या कसरी पत्ता लगाउन सकिन्छ? उपसमूहहरूको संख्या पत्ता लगाउनुहोस् भन्यो भने 2 को पावर n भन्ने सूत्र युज गर्ने। जहाँ n ले सदस्यहरूको संख्या जनाउँछ, यो n को ठाउँमा सदस्यहरूको संख्या लेख्ने उपसमूह पत्ता लगाउँदाखेरि। त्यस्तै उपयुक्त उपसमूहहरूको संख्या कसरी पत्ता लगाउने त भन्दाखेरि 2 को पावर n माइनस 1, जहाँ n ले सदस्यहरूको संख्या जनाउँछ। एउटा समूहमा भएका सदस्यहरूको संख्या कति छ त्यो n को ठाउँमा सदस्यहरूको संख्या लेखेर यहाँ हामीले हल गर्नेछौँ। त्यस्तै अर्को रहेको छ अनुपयुक्त उपसमूहहरूको संख्या। अब अनुपयुक्त उपसमूहहरूको संख्याको ठाउँमा त्यो सदस्य संख्या पत्ता लगाऊ भन्यो भने हामीले 1 लेख्नुपर्छ। हस्त विद्यार्थी भाइ बहिनीहरू, आज हामीले कक्षा 8 मा रहेको गणित विषयको यो पाठ 1 अन्तर्गतको समूह लिएर यहाँ समूहका महत्त्वपूर्ण परिभाषाहरू लिएर यहाँ आएको छु र मैले राखेको छु।